पबिक भन्ने चाहिँ यहाँबाट स्टार्ट रहेछ अब नि सुनिराख है तिमीहरू टुरिस्टहरू बिचरा यहाँ कहिले नआउने मान्छेहरू बिचरा पुरै उयो भएछ नि चेन्ज भएछ नि पहिला हामी आउँदा त यस्तो थिएन नि मन्दिर हो क्या खाजा बोक्यो जानुहोस् न देखेको हुन्छ नि 03 नामक गाई गोरु बाख्रा चाहिँ जति रहेछ यहाँ एकछिन गुम्बा गएको यो चाहिँ पबिक गुम्बाको इन्ट्रेन्स हो है यो इन्ट्रेन्स यहाँबाट गुम्बा चाहिँ पबिक गुम्बा जान्छ गाडी त रहेछ फेरि लामाको गाडी हो यो चाहिँ लामाहरूलाई छाम राख्ने ठाउँ हो छामखाङ यहाँ गुम्बा त कस्तो भएछ त त्यही त झारपात पलाएर बर्खा भएर हौ गेट चाहिँ अलिक न हाल्नु पाउँछ अब चाहिँ हामी गुम्बा एन्ट्री गरिसक्यौँ दोकान पनि छैन अब आज चाहिँ हामी यहाँनिर यो पबिक मोनास्ट्री चाहिँ एकदमै झिन्ला भएको गुम्बा है
एकदमै छिनलाप भएको गुम्बा। आजभन्दा धेरै वर्ष अगाडि आएको थियौँ हामी। त्यति बेला चाहिँ अब 500 साल पुरानो भन्दै थियो। अब त अब 900 800 900 वर्ष भइसक्यो होला सायद। गुम्बाहरू सबै बन्द रहेछ। यहाँ हामी लामा लाला भनेर खोलिदिनु हुँदैछ। तपाईँहरूलाई पनि देखाउँछु है। भित्र देखाउनु पाउँछ पाउँदैन मलाई थाहा छैन। सबै निकाल्नुहोस् ल, बिस्तारै नहल्लाइ गर्नु। त्यति मेरो आउँदैछ। वहाँ डाली गुम्बाको हो नि ल। दर्शन गर्नुहोस् है। यहाँनिर चाहिँ पबी गुम्बा एकदम पुरानो गुम्बा हो है। एकदम झिन्लाप भएको, झिन्लाप भने एकदमै पुरानो। तपाईँहरू पनि दर्शन गर्नुहोस्। भिडियो भनिदिइहाल्नु नि। यो बेल छ नि पानी पर्नु आँट्यो। धुम्मियो पुरा अँध्यारो भएर आयो। चिप्लिन्छ तेरो जुत्ता, चिप्लिँदो रहेछ। आज चाहिँ हामी यहाँ पबिक मोनास्ट्रीमा आइपुगेको छौँ। यो चाहिँ एकदमै पुरानो मोनास्ट्री। यो जुन चाहिँ मैले खोर्ले घुमाउँदैछु है, यो खोर्लो घुमाएको चाहिँ अब म आजभन्दा 5 वर्ष अगाडि आउँदा, 5-6 वर्ष अगाडि आउँदा पनि 500 वर्षभन्दा धेरै पुरानो गुम्बा भनेर भन्नुभएको थियो है यहाँनिर लामा लोबेन्डाले। अब त झन् अब भयो होला, धेरै भयो होला है। अन्त आज फेरि आउने मौका भयो, मौका पाएँ। तपाईँहरूलाई पनि मैले दर्शन गराउँदैछु है। घनघोर जङ्गलको बिचमा छ यो चाहिँ पबी गुम्बाको।
एकदमै पुरानो यहाँ दर्शन गरेको चाहिँ एकदमै पुण्य छ भनेर भनेको छ है। यहाँनिर चाहिँ जति सामानहरू छ सबै धेरै धेरै पुरानो, छोहरू पनि एकदमै पुरानो, पुस्तकहरू, पेचाहरू है, घन्टी, डिल्बो, झ्याम्टा, ड्याङ्ग्रोदेखि लिएर हरेक कुरा नै एकदमै पुरानो छ यहाँनिर। यो चाहिँ हामीले आएर दर्शन गर्दा पनि धेरै धेरै आशीर्वाद पाउँछ है, घरमाको हामीले पाउँछौँ, आशीर्वाद पाउँछौँ। त्यसैले गर्दा तपाईँहरूलाई पनि देखाइदिएको। तर यो पुरानो अहिले यो चाहिँ वन ताला लागेको रहेछ, भुइँचालोले गर्दाखेरि चाहिँ सबै बन्द गरेर राख्नु भएको अरे है। त्यसैले गर्दा तपाईँहरू पनि म सँगसँगै दर्शन गर्नुहोला।